अब हाम्रो खेती हामीले उठाउन थालिसक्यौँ है। हामीले अब यहाँ हाम्रो खेती मटर एकदमै मजाले फलेको रहेछ। यहाँ कोही अब यसो मुला फुलिसक्यो, मुला पनि धेरै रोपिएछ यसपालि, साह्रै धेरै भयो मुला, खाइ नसक्ने गरी मुलाले साह्रै झेउ गर्यो। मटर फेरि एकदमै धेरै, प्याज चाहिँ खासै भएन जस्तो छ। हाम्रो यहाँ मेथी छ, यता हाम्रो लसुन, मटर टिपेको टिपै छ नि यता। खोइ मटर देखाउनु त। यहाँ हाम्रो ताप्लेजुङबाट सानीमा पनि आउनुभयो र यसो टिप्दै हुनुहुन्छ। आलु चाहिँ कत्रो कत्रो फलेछ के भन्नु अरे। ताप्लेजुङबाट पनि सहयोग लिएको छौँ है हामीले। यहाँ आज आलु खन्यो। आलु चाहिँ कस्तो फलो भन्दाखेरि लगभग राम्रै फलेछ। खासै ठुलो त फलेन छ फल्न त। ल खेती हाम्रो बाली उठाउँदैछौँ, यता बाली टिप्दैछन्। यस्तै छ है, खाँदै पनि छन् कोही। मटर चाहिँ के साह्रो राक्षस जस्तै फलेछ फल्नु पनि। सस्तो छ है मटर, 80 रुपियाँ किलो। लाउनुहोस्, खेतबाटै टिपेर लानुहोस्। यति मिठो रहेछ भने नि फेरि यो मटर। कस्तो रहेछ अरे? के फलाइ हो यो? फलाइ के हो यो? मटरै मटर, मटरै मटर, मटरै मटर। ताप्लेजुङबाट ल्याएको कामदार, यो चाहिँ घरकै कामदार। के साह्रो चाहिँ फलेछ मटर त, लोदरै लाग्ने गरी। हाम्रो प्याज चाहिँ खासै भएन। के भयो प्याज? फल्छ यहाँ मेथी? हाम्रो बाँकी रहेको मुलाहरू आज फाइनल्ली उठाएर लिएर जाँदैछु। कस्तो भाँचेको हो। पैसा तिराउनु पर्छ, तिराउँछु फेरि म। तरिका नि कडा छ कि पहिला पानी हाल्नु पर्दछ। त्यहाँ पानी हालेपछि पुक्लुक पुक्लुक काम गर्छ। तरिका चाहिँ खत्रै हो कि। पुक्लुक त अब आइहाल्छ, त्यो धेरै बल गर्नै पर्दैन के। होइन त्यो प्याक गरिदिउँ न, म बोकेर लागिहाल्छु। तपाईँहरूको जस्तो यहाँ बसिराख्ने होइन म।
यो जति हेर त्यति टिपु टिपु लाग्छ कि लु लागु न अब भयो। जति हेर त्यति टिपु टिपु लाग्छ के यो।